के तपाईलाई एन्टलिस्ट स्टार्ट गर्न मन छ तर कहाँबाट पढ्ने कसरी पढ्ने केही पनि थाहा छैन के गर्ने त यस्तो बेलामा आज म भन्छु है त मेन कुरा आफू प्रिपेयर हुनु पर्यो है म के पढ्ने कसरी पढ्ने थाहा हुनु पर्यो तपाईलाई पहिले सुरु कन्टेन्ट भनेको जहिले पनि सन्डर्स भने एकदम बेस्ट वान अफ द मोस्ट अप्रोप्रिएट मोस्ट इफेक्टिभ सोर्स हो फर योर एन्ट्रेन्स एक्जामिनेसन है अर्को कुरा तपाईलाई यदि एन्ट्रेन्स एक्जामिनेसन दिनै छ पढ्नै छ भने किन ढिला गर्नुहुन्छ सबैभन्दा बेस्ट भर्खर नर्सिङ पास गर्नु भएको छ भने त एकदमै सजिलो किन भन्दा रिसेन्टली तपाईले कन्टेन्ट पढिराख्नु भएको हुन्छ त्यही कुराहरू रिभाइज गरे जस्तो हुन्छ प्लस नयाँ कुराहरू पनि छ कति नयाँ कुराहरू त्यो कुरा पनि पढ्न सजिलो हुन्छ भनेपछि त्यसको मतलब तपाईँ भर्खर रिसेन्टली पास आउट हुनुभएको छ र एन्ट्रेन्स प्लान गरिराख्नु भएको छ भने एक्जाम दिइहाल्नुहोस् प्रिपेयर गर्ने एक्जाम दिइहाल्ने है अर्को कुरा पढ्दाखेरि हामीले सन्डर्स बुक युज गर्छौँ अब कसरी पढ्ने त धेरैजनाको क्वेसन हुन्छ कसरी पढ्ने भन्ने म सिकाउँछु है त पढ्दाखेरि जहिले पनि कुन रुल लागू गर्ने एकदम सजिलो वेमा पढ्ने के इजी टु हार्डर वेमा पढ्नु पर्यो हामीले म्यानेजमेन्ट अफ नर्सिङमा पढाएको थियौँ नि हैन प्रिन्सिपल्सहरू त्यसै गरी पढ्नु पर्यो के तपाईलाई एकदम सजिलो लाग्ने टपिक जस्तै कसैलाई मेन्टल हेल्थ सजिलो लाग्छ कसैलाई पेडियाट्रिक सजिलो लाग्छ कसैलाई साइकियाट्रिक सजिलो लाग्छ हैन कसैलाई एडल्ट हेल्थ नर्सिङ सजिलो लाग्छ है कसैलाई इन्फेक्सन कन्ट्रोल सजिलो लाग्छ अब कुन टपिक आफूलाई सजिलो लाग्छ त्यही पढ्नु पर्यो हामीले रिसर्चहरू चाहिँ पढ्नु पर्दैन है अनि अर्को कुरा तपाईलाई जस्तै एडल्ट हेल्थ नर्सिङ सजिलो लाग्छ भने एकदमै इजिएस्ट टपिक द्याट इज ENT है इयर या थ्रोटहरूबाट पढ्ने अब पढ्दाखेरि कसरी पढ्ने त म इक्जाम्पल दिन्छु है त अल्छी लागेछ भने तपाईले एकछिन पज गरेर सुन्दा पनि हुन्छ किन भन्दा यो भिडियो चाहिँ मिस नगर्नु है यो एकदमै इफेक्टिभ भिडियो छ अब तपाईहरुको लागि इन्फर्मेसन सेयर गरिरहेको छु ल स्टार्ट गरेँ मैले फेरि मेन भनेको तपाईले पढ्दाखेरि जहिले पनि टपिक चुज गर्दाखेरि इजिएस्ट टपिक मैले भनिहालेँ ENT को अब इजिएस्ट टपिकमा के पढ्न सक्छ ग्लाउकोमा क्याट्र्याकहरू हैन ग्लाउकोमा पढ्दाखेरि ग्लाउकोमा भनेको के हो त्यसको डेफिनेसन याद गर्नु पर्यो त्यसपछि अर्को यसको टाइप्स कतिवटा छ कुन एकदमै इमर्जेन्सी कन्डिसन हुन सक्छ कुनमा एकदम हामीले एज अ नर्स एकदम चाँडो इन्टरभेन गर्नुपर्छ त्यो कुराहरू इम्पोर्टेन्ट हुन्छ कुनमा अलिकति क्रिटिकल हुन सक्छ पेशेन्ट त्यो कुराहरू ध्यान दिनु पर्यो हामीले है त्यसै गरी पढ्नु पर्यो टाइप्सहरू पढ्ने इन्टरभेन्सन्स पढ्ने नर्सिङ कन्सिडरेसन पढ्ने के अब म्यानेजमेन्टहरू गरिन्छ त्यो कुराहरू याद गर्नु पर्यो अब सर्जिकल प्रोसिड्युर चाहिँ डिटेलली जानु पर्दैन यो गर्छ भने ब्रिफली थाहा पाए पुग्छ है अर्को कुरा भनेको हामीले याद गर्नुपर्ने हाम्रो मेन भनेको मेडिकेसनहरू कुन मेडिकेसन युज हुन्छ जस्तै डाइलेसन गर्ने मेडिकेसन युज हुन्छ कि कन्ट्र्याक्सन गर्ने मेडिकेसनहरू युज हुन्छ कि हैन त्यो कुराहरू याद गरेर पढ्नु पर्यो त्यसरी पढ्यो भने चाहिँ एकदम सजिलो हुन्छ र जहिले पनि आफ्नो माइन्डसेट चाहिँ पोजिटिभ हुनुपर्छ है पढ्दै गयो अल्छी मानेर भएन एटलिस्ट दिनमा 2 घण्टा 3 घण्टा पढ्ने त्यही भन्छ सुरुबाट पढ्यो भने के हुन्छ त पढ्ने बानी बस्छ पढ्न मन लाग्छ हैन अब पढाबाट